ल संपूर्ण सर म्यामहरुमा नमस्कार। आजको क्लासमा म चैप्टर सिकाइबाट केही जानकारी लिएर आएको छु। अनि सिकाइको बारेमा विभिन्न शिक्षक सेवा आयोग, अध्यापन अनुमति पत्र, शिक्षण लाइसेन्सहरुमा यसबाट सोध्ने गरिन्छन्। अनि सिकाइ चैप्टरबाट लिएर आएको छु। सबभन्दा पहिला बुझ्नुपर्छ के सिकाइ भनेको के हो, सिकाइ कसलाई भनिन्छन्। सिकाइ भनेको के हो, कुनै पनि प्राणीमा भएको सकारात्मक थाई परिवर्तनलाई के भन्छन्, सिकाइ भनिन्छ। सिकाइ भनेको के हो, कुनै पनि प्राणीमा भएको सकारात्मक थाई परिवर्तनलाई नै सिकाइ भनिन्छन्। सिकाइ भनेको जब कुनै पनि प्राणी हुन्छन् त्यसले सिक्ने काम गर्छन्, सिकेको कुरा के गर्छन् व्यवहारमा उतार्ने। जब सिकेको हुन्छन् कुनै पनि वस्तु, कुनै पनि सिपहरु त्यसलाई के गर्ने व्यवहारमा उतार्ने। व्यवहारमा जबसम्म उतार्न सक्दैन अनि व्यवहार परिवर्तन गर्न सक्दैन त्यो सिकाइ त्यसलाई मान्दैन। अनि सिकाइ भनेको के हुन्छ, व्यवहारमा उतार्नु, व्यवहारलाई परिवर्तन गर्नु, त्यसलाई के भन्छन् सिकाइ भनिन्छन्। आज म त्यही सिकाइको बारेमा जानकारी गराउँछु। यसबाट शिक्षक सेवा आयोग र शिक्षण लाइसेन्स, अध्यापन अनुमति पत्रमा यसबाट सोध्ने गरिन्छन्। आज म त्यसैको बारेमा चर्चा गर्छु। सबभन्दा पहिला यहाँ म सबै लेखिदिएको छु के छन्, पाठ सिकाइ हो। सिकाइको अपवाद, सिकाइको के छन् अपवादको बारेमा जानकारी गराउँछु। अपवाद, सिकाइको अपवाद भनेको के हो, स्वाभाविक प्राकृतिक प्राणीको रगतमा भएको व्यवहार सिकाइ होइन। कुनै पनि प्राणी हुन्छ, त्यो प्राणीले स्वाभाविक रूपमा, प्राकृतिक रूपमा त्यो आफै लिएर आएको हुन्छन्, आफ्नो प्राकृतिक गुण लिएर आएको हुन्छन्, त्यसलाई के भन्छन् सिकाइ मान्दैन, त्यो सिकाइ हुँदैन। त्यो के हो, सिकाइको अपवाद हो। त्यही यहाँ भनिएको छ। अनि एक नम्बरमा के छन्, जन्मजात प्रवृत्तिहरू। जन्मजात प्रवृत्ति भनेको के हो, कुनै पनि प्राणी त्यो आफै प्राकृतिक रूपमा त्यसको आफै गुण हुन्छन्, त्यसलाई जन्मजात भन्छन्। जन्म रूपमा लिएर आएको हुन्छन्, त्यसलाई जन्मजात भनिन्छन्। यहाँ मैले सबै लेखेको छु जन्मजात प्रवृत्तिको बारेमा। जो जन्मजात गुण लिएर आएको हुन्छन् त्यसको आफै नै गुण हुन्छन्, त्यो के गर्छन् सिक्दैन, त्यसमा आफै गुणहरू उत्पन्न भएको हुन्छ। जस्तैमा एक नम्बरमा छ माकुराले जालो बनाउनु। अब कुनै माकुरा हुन्छन् त्यसले के गर्छन् जालो बनाउने काम गर्छन्, त्यसलाई त कुनै पनि प्राणीले सिकाउँदैन। त्यो के हुन्छन् जन्मजात रूपमा आफै लिएर आएको हुन्छन्, त्यो आफै सिकेको हुन्छन्। त्यो के हुन्छन् कसैसँग सिकेको हुँदैन, के हुन्छ सिकाइ त्यो होइन। त्यो भइहाल्यो जन्मजात प्रवृत्ति भइहाल्यो। जाल के गर्छन् मकुराले जालो बनाउने, यो भइहाल्यो सिकाइको अपवाद हो, त्यो सिक्दैन, त्यो जन्मजात रूपमा लिएर आएको हुन्छ। चाराले गुड बनाउनु। कुनै पनि चारा पंक्षीहरू हुन्छन् त्यसले के गर्छन् गुड बनाउँछन्, आफ्नो वासस्थान बनाउने काम गर्छन्। त्यो के गर्छन् त्यसले आफू सिके गरेको हुँदैन, त्यसको के हुन्छ जन्मजात एउटा प्रवृत्ति हुन्छ, त्यो जन्मदेखि लिएर आएको एउटा गुण हुन्छ। के गर्छन् चाराले गुड बनाउने काम, त्यो जन्मजातको अपवाद हो। अनि माछा पानीमा पौड्नु। के भनेको थियो माछा पानीमा पौड्नु। माछाहरू हुन्छन् जो पानीमा के छ पौडी खेल्नु, त्यसले सिकाउनु पर्दैन, त्यो आफै जन्म रूपमा लिएर आएको हुन्छ। चारा उड्नु। चारालाई उडाउनको लागि के गर्छ सिकाउनु त पर्दैन, त्यो आफै सिकेको हुन्छ। के भन्छ तोप चाराले पात उड्ने गुड बनाउनु। तोप चारा हुन्छन् त्यो के हुन्छन् पाताहरू हुन्छन् गाछ वृक्षको, त्यसलाई के गर्छ चिरेर विभिन्न किसिमको विश्लेषण गरेर त्यसलाई के गर्छन् गुड बनाउने गर्छन्, खोता बनाउने काम गर्छन्। गैथलीले हिलो माटोबाट गुड बनाउनु। एउटा किरा हुन्छ, एउटा जीव छन्, त्यसले के हुन्छन् हिलो मिसाएको माटो हुन्छन्, त्यसले आफै के गर्छन् आफ्नो गुड बनाउँछन्, घर बनाउँछन्, वासस्थान बनाउँछन्। त्यो के भयो सिकाइ भएन, त्यसले के हुन्छन् आफै सिकेको हुन्छन्, आफैले बनाउने काम गर्छन्। यो भइहाल्यो सिकाइको अपवाद छन्। बाँदरले एक रुखबाट अर्को रुखमा के गर्छन् हाम फाल्ने काम गर्छन्। अब बाँदरहरू हुन्छन् त्यो एक रुखबाट अर्को रुखमा के गर्छन् हाम फाल्ने गर्छन्, कुद्ने गर्छन् र हिँड्ने गर्छन्, त्यसलाई के गर्नु सिकाउनु त पर्दैन, त्यो आफै के हुन्छन् जन्मजात रूपमा सिकेको हुन्छन्। त्यो गुण के हो सिकाइको अपवाद हो। यसलाई के भन्छन् सिकाइको अपवाद। यो सबै के हुन्छन् प्राणीले, यो सबैको व्यवहार के हुन्छ प्राणीको रगतमा त्यसको सबै गुणहरू आएको हुन्छन्। यो भइहाल्यो के सिकाइको अपवादको बारेमा। अब दुई नम्बरमा छ के सहज क्रिया। सहज भनेको के हो आफै से आफ भइहाल्ने, त्यसलाई गर्नु पर्दैन। जस्तैमा हामीहरू के हुन्छ आँखा झिम्काउने काम गर्छौँ, जब आँखा झिम्काउँछौँ त के हुन्छ त्यो आफै हुन्छन्। अब केहुनीहरू हुन्छ कि कविकाल फुर्फुराउने हुन्छन्, बज्ने गर्छन्, त्यो के हो सिकाइको सहज क्रिया हो, आफै भइहाल्छ। त्यहाँ दिएको छन् आँखा झिम्काउनु, के हो सिकाइको प्रक्रिया हो, सिकाइ त्यसले त गरेको हुँदैन,
आपसे आप के हुन्छन् भइहाल्छन् के हुन्छ सहज क्रिया भनेको के आपसे आफू भइहाल्ने त्यसलाई गर्नु पर्दैन जस्तो समय हुन्छन् त्यो के हुन्छ आफै भइहाल्छ सिकाइको आँखा झिम्काउनु घुँडा कुहिने खुम्च्याउनु अब घुँडा हुन्छन् पाखुराहरू हुन्छन् त्यो के हुन्छन् खुम्च्याउने काम गर्छौ हिँड्ने काम गर्छौ यो सबै के हो सहज क्रिया हो शरीर फुरफुराउनु शरीरमा कभी काल के हुन्छ मांसपेशीहरू हुन्छन् त्यो के हुन्छन् हल्ने काम गर्छन् जस्तै हैन कम्पन हुने काम गर्छन् शरीरहरूमा त्यो के हुन्छ कहिलेकाहीँ के हुन्छन् त्यो कम्पन हुने काम गर्छन् त्यो भइहाल्यो शरीर फुरफुराउने अनि हातले समात्नु मानव अब मानव कहाँ कुनै पनि ठाउँमा जाँदाखेरि गिर्ने लड्ने जस्ता अवस्था हुन्छन् त्यहाँ के हुन्छन् हातले समात्ने काम गर्छन् त्यो के हुन्छ आफै भइहाल्छ त्यसलाई सिकाउनु पर्दैन त्यो के हुन्छन् हातले समात्नु यहाँ दिएको छ हातले समात्नु आपसे आप भइहाल्छ कुनै ठाउँमा लड्दाखेरि के हुन्छन् हातले समात्ने खोज्छ अनि उकालो चढ्दा श्वास गर्नु कुनै ठाउँमा जाँदाखेरि माथि चढ्दाखेरि के हुन्छन् श्वासलाई फुल्ने काम गर्छन् त्यो के हुन्छन् श्वास हुन्छन् श्वास यो भइहाल्छ आपसे आप भइहाल्छ गर्नु त पर्दैन त्यो अनि भोक लाग्नु भनेको अब यो त जन्मजात हो अनि यसो त सिकाइ गरेको हुँदैन भोक लाग्नु एउटा सहज क्रिया हो आपसे आप के हुन्छन् भइहाल्छन् भोक लाग्नु यो एउटा सहज क्रिया हो भोक लाग्ने काम गर्छ आमा देख्दा बच्चा रुनु एउटा सहज क्रिया हो कुनै पनि बच्चा हुन्छन् त्यो के हुन्छन् आफ्नो आमालाई देख्दा रुने काम गर्छन् यो भइहाल्यो सहज क्रिया भइहाल्यो त्यसैको आधारमा दिएको छन् 3 नम्बरमा परिपक्वता भनेको के हुन्छ समय अनुसार के हुन्छन् परिवर्तन हुन्छन् चेन्ज हुन्छन् त्यसलाई सिकाइको परिपक्वता भनिन्छन् यहाँ दिएको छन् समय अनुसार बच्चा हिँड्न दौड्न बस्न सक्नु यो सबै के हो सिकाइको परिपक्वता हो समय अनुसार के हुन्छन् चेन्ज हुन्छन् समय के हुन्छन् बच्चाहरू हुँदाखेरि हिँड्छन् बस्छन् कुद्ने काम गर्छन् सबै के हो सिकाइको परिपक्वता भइहाल्यो यो शारीरिक प्रक्रिया हो सिकाइ होइन यो शारीरिकसँग सम्बन्धित हुन्छ सिकाइको के हुन्छ जो शरीर हुन्छन् शरीरको बारेमा यसको जानकारी गराइछ सबै यो भइहाल्यो परिपक्वताको जानकारीको बारेमा आजको लागि यतिकै रहन दिउँ अर्को भिडियोमा यसको अझ पनि केही कुराहरू लिएर आउँछु ल